यो हो पार्ट 2 पार्ट 1 एउटा छैन भने पो पहिला हुन्छ हामीले गएको थियौँ त्यति बेला हामीले एउटा पिक्चर बताएको ओइ पिक्चर देखा त एकदम देखाउ न यता नि अब हेर ओइ रुक हैन सुन काकी हामीले यो भेटाएको थियौँ अब यो ड्रोनको बारेमा पार्ट बनाउनु पार्ट हेरेर छैन भने पुरै हेर राम्रोसँग छ त्यहाँको फ्यामिली बोलाउने अफिसै बस्थ्यो हो अब के भएको छ अनि यिनीहरू अहिले कहाँ खाने यिनीहरू अहिले अरे पस गरेर हेरेलाई कहाँ छ अहिले बुवा यो के भएर भत्के कहिले भत्के कति वर्ष भयो मेरो ड्रइङ थाहा नै बच्चा बेला एकजना मरेको थियो उसले हो भन्नु न ल हाम्रो त्यति इन्फर्मेसन यो बुढाहरू यार खस्न लाग्छ नि यार मलाई यार पुरै एक्सप्लेन गर्नु के हुन्छ आज लड्यो भने के हुन्छ जा भाइ मलाई यार हाम्रो स्टोरी दिदी भन्छ तँलाई ओइ हाम्रो स्टोरी त सोध्न बिर्स्यौँ नि त होइन ओइ हाम्रो ब्लग हेर्नु त त्यो कहिले आउँछ पहिला के अरे त्यो थियो त त्यसको बारेमा 11 सालको भने मरिसौँ तिमी 11 सालको भयो त के 11 सालको भयो त तिमी अहिले आकाश हुन्थ्यो ल इङ्ग्लिस डेट नि हुन्छ 11 हो म यही साल म यही साल भयो नि 11 त हो यही साल भयो अब फेरि बर्थडे आउला कहिले ओइ ओइ हामीले यो सोधेन कि हैन यो स्टोरी के हो यो घर पहिला कस्तो थियो त्यो स्टोरी सुन्दैन कसले त्यो सुन्न बिर्सिला ओ सानो बुवाले बोलाएर खान चल्दिम यही आज मात्रै छोड्दिम ओ स्टोरी रियाज खेलौँ न चुप लाग बस स्किटेर हो आन्द्रा गिदीमा गिदी तिम्रो जुत्ताको खै आन्द्रा गिदी हुन्छ के चुलास अटो यही एन्ड गरौँ मामा 3 मिनेटको पार्ट 2 यार अझ त हाल्नु पर्यो नि सर स्टोरीको बाले दिनु अब अर्को हाल्नु लेट्स गो गो उही को आखो त यार बिरालो थियो यार सो पार्ट 2 लाई म 5 मिनेटसम्म गर्छु तर अहिले कति मिनेट भयो 3 मिनेट मात्रै भयो हास 2 मिनेट हामीले के गर्छौँ अब हेरौँ ओइ 2 मिनेट टाइम पास गर्नु पर्यो के भन्ने हो 2 मिनेट टाइम पास गर्नु पर्यो 5 मिनेट म नाच्ला अब नाचेर आउँछु अहिले गीत बजाउनु यो भिडियो स्किप गर्ने पनि हुन्छ अब त्यहीबाट किनकि हामीले म गीत गाउँछु त ल हामी यसो केही स्पेशल गरेर हामी सो लेट्स गो ओइ यहाँ बस आछाले किने लन्डनको चिसोले समाउला आछाले किने लन्डनको चिसोले समाउला केही राम्रो सिङ्गर छैन ओइ मा बच्छ यार सो हासको फोटो म राम्रोसँग देखाइदिन्छु बिफोरको त मलाई पिक्चर छैन मलाई गएर सो 4 मिनेट भइसक्यो किनभने मैले राम्रोसँग देखाएको कि 100 छ यो भिडियोमा 1.5 के लाइक्स आयो भने राति म ता जान्छु राति एक्लै 1.5 के लाइक्स आयो यसमा
म त्यो भुटिया हाउसमा राति 12 बजे एक्लै जान्छु ल देखे म त्यस्तो हो बाई बाई सी यू यता देखाउन